अफ नोवेयर हैन हामी यहाँ कोकोनट वाटर खाना खास रोकेको तर यहाँनिर एउटा रेस्टुरेन्ट रहेछ लोकल यो खान लाग्यो मैले अरू ठाउँ भयो भने यो 200 150 200 जति लिन्छ भात खानु मन लाग्यो मलाई त्यही भएर यो 30,000 which is not that expensive compared to अरू ठाउँमा सो लेट्स गिभ इट अ शट अनि कस्तो हुन्छ ल How much for one? How much one? How much? Money? How much money for one? 20? Okay, all good. तिमी के खाने? वाटरमेलन खाने? के अरे पाइनएप्पल? हाँ? के खाने त? केही नखाने? All good. ठन्डै पाइन्छ यार यसमा अरू ठाउँमा खाएको भन्दा होइन यहाँ धेरै भयो यसको 3 ग्लास जति भयो यो जुस टेस्ट पनि अलिक डिफ्रेन्ट हुँदो रहेछ 3 ग्लास यो अन्त यहाँ भात छ होइन झन्नै पकाएर यहाँ हाल्दो रहेछ यो चाहिँ नेपालतिर रोडमा के भन्छ ड्राइभरले खाने जस्तो यो पोर्क हो पुरै तेलमा यस्तो पर्छ 30,000 को खानेकुरा है त्यो थ्याङ्क यू Oil? भात नै ओइली ओइली हुँदो रहेछ भात चाहिँ अब त्यो यतातिरको यस्तै डल्लो डल्लो भात हो गुलियो गुलियो छ अन्डा भइहाल्यो त्यो चाहिँ बेस्ट हो त्यो चाहिँ बेस्ट हो सो विथ तिमी यहीँ राखेको होस् नि खोइ छैन 30 मात्र पर्यो त्यो जहाँ अब 10,000 हाम्रो जताततै ठगिरहेको छ यार हामी बसेको ठाउँतिर यहाँ त यत्रो भात खाएर अनि पानी खाएर पनि 40,000 मात्र पर्यो यार 40 त्यसले चाहिँ ठगी जस्तो त्यसले ठग्या त अन्त $50,000 $50,000 परेको थियो कोकोनट वाटर यहाँ चाहिँ जम्मा 20,000 हामी बसेको ठाउँ पनि टुरिस्ट बस्ने ठाउँ परेछ यो लोकल ठाउँ पऱ्यो सो मजा आयो